एकछिन यो भिडियो हेर्नुस् त। यहाँनिर एकजना व्यक्तिले आफ्नो बच्चालाई काखमा राखेर जोड-जोडले उफारिरहेको देख्न सक्छौं। आफ्नो बच्चालाई रोएको बेलामा हँसाउने, फुलाउने बहानामा चाहिँ यसरी नै हामीले उफारेको चाहिँ देखिरहेका हुन्छौं। भिडियो हेर्दै गरेको तपाई हामीले पनि कुनै न कुनै बेला यसो गरेका छौं होला। तर हामीले यसो गर्दाखेरि चाहिँ बच्चालाई एकदमै धेरै जोखिम हुने र हामीले ठूलो जोखिम मोलिरहेका छौं। यसो गर्दा बच्चाको खप्पर अर्थात स्कल भित्रको ब्रेन चाहिँ एकदमै कमजोर भएको कारणले यो हाम्रो ब्रेन चाहिँ अर्थात हाम्रो यो दिमाग चाहिँ बाहिरको खप्परसँग चाहिँ ठोकिएर ब्रेन टिस्यु ड्यामेज हुन सक्दछ। यसलाई हामीले मेडिकल भाषामा सेकेन्ड बेबी सिन्ड्रोम भनेर चाहिँ हामीले भन्ने गर्दछौं। यो अवस्थामा बच्चा बढ्दै गर्दाखेरि लुलो हुने, शारीरिक रूपमा अशक्त हुने, त्यसै गरेर सुस्त मनस्थिति हुने, कान नसुन्ने, आँखा नदेख्ने र अन्त्यमा गएर चाहिँ मृत्यु नै हुने जोखिम पनि रहने गर्दछ। यो समस्या देखिएका हरेक 4 जना शिशुमध्ये 1 जनाको मृत्यु भएको अति नै डरलाग्दो तथ्याङ्क चाहिँ एउटा अध्ययनले चाहिँ निकालेको छ। त्यसैले यस विषयलाई चाहिँ हामीले सामान्य रूपमा भने लिनु हुँदैन। भिडियोलाई सक्दो शेयर गरी आफ्ना नजिकका व्यक्तिहरूलाई मेन्सन गरेर होशियारी गराउनु होला, सचेत गराउनु होला। भिडियो राम्रो लागे फलो गर्नु होला।